अधिवक्ता पार्वती सिटी तपाईहरुलाई कम्पनीको नाम कसरी रिजर्भ गर्ने भन्ने बारे जानकारी दिन गइरहेकी छु। कम्पनीको नाम रिजर्भ गर्नको लागि फर्स्टमा तपाईले कम्पनीको नाम अनुसार नै अथवा तपाईलाई इच्छा लागे अनुसार कम्पनीको जीमेल एड्रेस क्रिएट गर्नुपर्ने हुन्छ। जीमेल एड्रेस क्रिएट गरिसकेपछि कम्पनीको वेबसाइट हुन्छ www.ocr.gov.np त्यसमा गइसकेपछि कामिज भन्ने अप्सन आउँछ। त्यो कामिजमा चाहिँ पहिले तपाईले क्रिएट गरेर राख्नु भएको इमेल एड्रेस चाहिँ त्यसमा क्रिएट कम्पनी अकाउन्ट युजर भन्ने अप्सन हुन्छ त्यसमा क्लिक गर्न सक्नुहुनेछ। त्यो क्लिक गरिसकेपछि चाहिँ तपाईले कम्पनीको युजर नेम फेरि राख्नुपर्ने हुन्छ। युजर नेम र इमेल राखिसकेपछि त्यहाँ मोबाइल नम्बर पनि राख्ने अप्सन आउँछ। त्यो राखिसकेपछि त्यति भइसकेपछि चाहिँ तपाईहरुले कम्पनी रजिस्ट्रारको कार्यालय चुज गर्न सक्नुहुनेछ। इटहरी, काठमाडौँ, बुटोल कहाँबाट गर्न सजिलो लाग्छ तपाईलाई उपयुक्त हुन्छ त्यही ठाउँबाट चुज गर्दा हुन्छ। त्यो चुज गरिसकेपछि चाहिँ तल दिइरहेको एउटा इज कम्पनी रिप्रेजेन्टेटिभ भन्ने अप्सन हुन्छ त्यसमा टिक लगाउन सक्नु। क्रिएट कम्पनी युजर अकाउन्ट भन्ने अप्सन आउँछ त्यसमा तपाईले चाहिँ क्लिक गरेर अगाडि बढ्न सक्नुहुनेछ। अगाडि बढिसकेपछि चाहिँ तपाईलाई क्रिएट कम्पनी अकाउन्ट युजरमा तपाई गइसकेपछि त्यहाँ तपाईले फेरि सुरुमा तपाईले जीमेल एड्रेस क्रिएट गरेको त्यसको चाहिँ पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ अथवा तपाईले नयाँ पासवर्ड न्यू पासवर्ड हाल्ने अप्सन आउँछ। न्यू पासवर्ड हान्दा साथ तपाईको तलपट्टि चाहिँ सुरुमा तपाईले जुन नम्बर राख्नु भएको थियो त्यो नम्बरमा ओटीपी कोड आउँछ। त्यो ओटीपी कोड हालिसकेपछि तपाई अगाडि बढ्न सक्नुहुन्छ। अगाडि बढिसकेपछि तपाईको नाम रिजर्भ भयो भनेर देखाएको हुन्छ। त्यसपछि चाहिँ तपाईले कम्पनी दर्ताको प्रक्रिया सुरु गर्न सक्नुहुनेछ। धन्यवाद।